नमस्ते, म जेन्जी। चुनाव चुनाव चुनाव, देश चुनावमय भएको छ। हामी सबैलाई थाहा छ, देश जेन्जी आन्दोलनको जगमा निर्वाचनमा होमिएको छ। यसपालिको चुनावमा पुराना दलहरू त छन् नै, केही नयाँ दलहरू पनि थपिएका छन्। पुरानोमा एमाले, कङ्ग्रेस, माओवादी, अहिले फेरिएको नेपाली कम्युनिस्ट पार्टी, रासोपा, राप्रपा, मधेस केन्द्री दलहरूमा जसपा, जनमत, आजपा लगायतका अन्य। नयाँमा सुनिएको दुईटै नाम छ। मैले सुनेको नाम चाहिँ दुईटै मात्र हो। एउटा श्रम संस्कृति र अर्को उज्यालो नेपाल पार्टी। अब एकछिन कुरा गरौँ 2079 को प्रतिनिधि सभाको, त्यो पनि समानुपातिक तर्फको कुरा गरौँ। समानुपातिक मत, जसलाई पार्टी लोकप्रियताको मत पनि भनिन्छ। त्यसमा सबैभन्दा टपमा थियो एमाले, उसको 34 सिट। त्यसपछि कङ्ग्रेस, उसको 32। माओवादी, रासोपा, राप्रपा, यिनीहरूको 14, 13 र 7 सिट थिए र अन्य अरू केही दलहरूको गरेर 110 सिट थियो। अब एमालेकै कुरा गर्ने हो भनेदेखि एमाले जुन आन्दोलन र आन्दोलनमा मारिएका ती विद्यार्थी, त्यसपछिका अभिव्यक्ति, पार्टी नेतृत्वको ती बोलीहरू लगायतका अन्य थुप्रै कुराहरूले एकदमै डिफेन्सिभ पोजिसनमा छ। कङ्ग्रेसको कुरा गर्ने हो भनेदेखि एमालेको तुलनामा कङ्ग्रेस कम डिफेन्सिभ पोजिसनमा छ। एक त उसले महाधिवेशन पनि गर्यो र महाधिवेशन मार्फत नेतृत्व ढिलै भए पनि नेतृत्व परिवर्तन गरेर आएको छ। माओवादी, जुन धेरै दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ, ऊ प्रतिपक्षमा थियो। तर पनि नयाँ भने पनि उनीहरू पुरानो नै हुन्। पुरानै अनुहारको जोडहरू देखिन्छ। धेरै मिलेका कारण केही आशा गर्न सकिएला। त्यसपछि आयो रासोपा। रासोपाले बालेन भित्र्याएसँगै आफ्नो डाउनफल मात्र रोकेन, उसले आफ्नो ग्राफलाई मजासँग बढाएको छ। राप्रपामा त्यति ठुलो चाम देखिएको छैन। त्यसै गरी मधेस केन्द्रित दलहरूमा पनि चाम फिटिक्कै छैन यसपालिको चुनावमा। अझ भन्ने हो भने मधेस केन्द्रित दलहरू यसपालिको चुनावमा अत्याधिक प्रेसरमा देखिन्छन्, किनकि राष्ट्रिय राजनीति पहाड छोडेर मधेस झरेको छ। त्यति मात्र होइन, मधेस केन्द्रित दलहरूको आफ्नै कमजोरीका कारणले पनि उनीहरू एकदमै डिफेन्सिभ पोजिसनमा छन्। निरन्तरको पार्टी फुट, आफ्ना बाचाहरू पुरा गर्न नसक्नु र विशेष त हेर्ने हो भनेदेखि मध्य प्रदेशमा जुन प्रादेशिक राजनीति छ त्यो एकदम अस्थिर छ। त्यसले पनि जनताहरूमा वितृष्णा पैदा गरेको छ। अब कुरा गरौँ आजसम्मका राजनीतिक चुनावी प्रचारको कुरा गरौँ। आजसम्मको प्रचारको कुरा गर्ने हो भने रासोपा फर्स्ट पार्टी हो। उसले बालेन भित्र्याएसँगै बालेनको क्रेज र पुराना पार्टीहरू, जेन्जी घटना र विविध कारणहरूले पुराना प्रति देखिएको वितृष्णाले पनि काम गरेको छ। त्यससँगै बालेन फ्याक्टरले अझै सहयोग पुगेको हो। रासोपा पछिको अर्को कुनै दल छ भनेदेखि त्यो कङ्ग्रेस नै हो, किनकि कङ्ग्रेस पुरानोहरूको त्यो झुन्डबाट केही सुध्रिने तर्खर गरेको देखिन्छ। उसले गरेको नेतृत्वमा परिवर्तन,
र एउटा सुध्रियो है भन्ने एउटा आकलन र नेपाली कङ्ग्रेस यसै पनि सबैभन्दा पुरानो दल हो। यी कारणले पनि रासोपा पछिको कुनै दल छ भनेदेखि त्यो मैले देखेको कङ्ग्रेस नै हो। र अब बल्ल मलाई लाग्छ एमालेको ठाउँमा आउँछ होला, किनकि एमालेको कार्यकर्ता र कार्यकर्ताको हिसाबले आउने भोटमा उसको त्यति धेरै घटबड नहोला, भयो भने पनि एमालेको भोट आउँछ होला कि जसले उसलाई समानुपातिकको हिसाबले तेस्रो पार्टी चाहिँ बन्छ जस्तो लाग्छ। किनकि त्यो पछिका पार्टीहरू पनि एमालेको भन्दा राम्रो स्थितिमा छैनन्। जसरी माओवादी अहिले बनेको नेपाली कम्युनिस्ट पार्टी छ, जुन सबै पुरानाहरू बुढाहरूको जोडले बनेको पार्टी छ। त्यसपछि रहेको राप्रपाले पनि आफ्नो मुद्दालाई नेपाली राजनीतिमा त्यति प्रष्टसँग र जनताको भित्रसम्म छिराउन सकिएको चाहिँ देखिएको छैन। त्यसैले गर्दा एमाले तेस्रो हुने, नेपाली कम्युनिस्ट पार्टी चौथो र त्यसपछि नयाँ दलहरू। अहिले मैले सुनेको दुईटा नयाँ दलको नाम श्रम संस्कृति र उज्यालो नेपाल पार्टीहरू चाहिँ आउन सक्छन्। किनकि उज्यालो नेपाल पार्टी र श्रम संस्कृतिको कुरा गर्ने हो भनेदेखि यी आएका दुईटा नयाँ मध्येका कुरा गर्ने हो भने श्रम संस्कृति आफ्नो यो प्रचारको हिसाबले आफ्नो मुद्दालाई जनता सामु पुर्याउने हिसाबले निकै बलियो देखिएको छ। जुन मार्केटिङ उसको छ यता उज्यालोको भन्दा निकै राम्रो देखिएको छ र पूर्वको क्षेत्रमा उसले आफ्नो आधार किल्ला पनि बनाएको छ। एक हिसाबले प्रचारको हिसाबले हेर्ने हो भने त्यो भएर यस्तो खालको परिणाम चाहिँ आउँछ होला, जसमा रासोपा पहिलो, समानुपातिक हिसाबले मैले कुरा गर्दैछु, रासोपा पहिलो, दोस्रोमा कङ्ग्रेस, तेस्रोमा एमाले, त्यसपछि राप्रपा, श्रम संस्कृति र केही मधेस केन्द्रित दलहरू। तर प्रत्यक्ष निर्वाचनको कुरा गर्ने हो भने यो आकलन नमिल्न सक्छ। किनकि जनताले प्रत्यक्ष उम्मेदवारलाई भोट हाल्दै गर्दाखेरिमा उनीहरूले उम्मेदवारको व्यक्तित्व, उसले पुर्याएको समाजमा योगदान, जातीय कुराहरू, पहिचानको कुराहरू अनि पार्टीका कुराहरू पनि आउँछ। धेरैवटा फ्याक्टरहरूले यहाँ भूमिका खेल्छ। त्यसैले गर्दा जसरी समानुपातिकमा पार्टीले पाएको मत थियो त्यो आधारमा मात्रै प्रत्यक्ष निर्वाचनमा मत पाउँछन् भनेर हामीले आकलन गर्नु बेठिक हुन सक्छ। छोटकरीमा भन्नुपर्दा मलाई के लाग्छ भन्दा प्रत्यक्ष निर्वाचन फर्स्ट पास्ट द पोस्ट तर्फबाट कङ्ग्रेस पहिलो पार्टी बन्छ, अनि रासोपा, एमाले, नेपाली कम्युनिस्ट पार्टी र अन्य मधेस केन्द्रित दल र नयाँ केही दलहरू। यसरी प्रत्यक्षतर्फको 165 सिट पुग्छ होला। र अन्तिममा भन्ने हो भनेदेखि रासोपा या कङ्ग्रेस पहिलो पार्टी बन्न सक्छ। ती दुई मध्ये एक पहिलो पार्टी बन्न सक्छन्। दोस्रोमा पनि तिनीहरूमध्ये नै एउटा बन्ने नै भइहाले। तेस्रोमा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नयाँ पुराना केही दलहरू। अब यसरी हेर्दै गर्दाखेरिमा
जसरी योभन्दा अगाडि एमाले र कङ्ग्रेस मिलेर सरकार बनाए, जुन पहिलो दल र दोस्रो दल मिलेर, के अब काङ्ग्रेस र रासोपा मिलेर सरकार बनाउलान्? न त कि त काङ्ग्रेस र फेरि एमालेकै सरकार बन्ला, या त रासोपा र एमालेको, या रासोपा कङ्ग्रेस र केही साना दलहरूको। कसको सरकार बन्ला?